ल म भन्छु लोकसेवा सफल हुन तीनटा कुराहरू चाहिन्छ। तीनटा कुराहरू लोकसेवा परीक्षा सफल हुनको लागि तीनटा कुरा कम्पल्सरी मैले बुझेको। पहिलो कुरा लेबर, मेहनत नगरी हुँदैन के। पहिलो कुरा मेहनत, शरम गर्नुहोस्। तपाईँ 12 घण्टा खट्ने हो कि 14 घण्टा खट्ने हो कि 18 घण्टा खट्ने हो कि त्यो खटाइ हुनुपर्छ। शरम पहिलो कुरा, अनिवार्य शर्त। नपढी होइँदैन क्या, रहर गरेर मात्रै हुँदैन। दोस्रो लेभल पुग्नुपर्छ क्या पढाइ हुनको लागि। बेसिक लेभलबाट चाहिँ बेसिक लेभल छ भने अहिले पास हुँदैन लोकसेवा। लेभल बढाउनुपर्छ। लेभल त्यो रेन्ज त्यसको ब्यान्डविड्थ छ नि त्यो चाहिँ वाइड हुनुपर्छ। दोस्रो लेभल बन्नपर्छ। र तेस्रो एल भनेको लक पनि जोडिन्छ। कहिलेकाहीँ लेभल पनि पुगेको छ तर लक भएन भने के हुन्छ भन्दाखेरि ऊ सक्सेस भइँदैन। हो त्यतिखेर मान्छे के हुन्छ भने फ्रस्ट्रेसन सुरु हुन्छ। त्यस्तो अवस्थामा आफूलाई धैर्य हुन सक्नु पर्यो। धैर्य हुन सक्यो भने सफलता नजिक। सफलताको पहिलो आधार भनेको उसको रुचि हो। उसको रुचि हो। तपाईँ लोकसेवा कसरी पास गर्ने भन्ने जुन रुचि छ, जुन चाहना छ, जुन आकाङ्क्षा छ, तपाईँ त्यही पर्याप्त छ। पहिलो कुरा रुचि हुनुपर्छ। आफूसँग रुचि छ भने उसले चाहिँ खट्न सक्छ। त्यसकारण पहिलो कुरा के हो भन्दाखेरि उसको रुचि के हो। रुचिले चाहिँ मान्छेलाई ड्राइभ गर्ने हो कि। उसले बुवाको लागि पढ्नु परेको छ, कसैलाई श्रीमानको लागि पढ्नु परेको छ, कसैले श्रीमतीको लागि पढ्नु परेको छ। उसको इन्ट्रेस्ट अर्को ठाउँमा छ कि। त्यसकारण के हुन्छ भन्दाखेरि इन्ट्रेस्ट बेगर, रुचि बेगरको कार्यले के हुन्छ भन्दाखेरि प्रतिफल दिँदैन। पढ्दाखेरि डुब्ने हो क्या, मजाले पढ्दाखेरि एकदमै आफूले चाहिँ फिल गर्ने हो। इन्ट्रेस्टका साथ पढ्ने। आहा कस्तो टपिक रहेछ, यहाँबाट कस्तो क्वेसन आउला, कस्तो क्वेसन आएको रहेछ, यहाँ के कुराहरू रहेछ होइन। तपाईँसँग रुचि छ भने, तपाईँसँग रुचि छ भने, तपाईँसँग धैर्यता छ भने, तपाईँसँग लगाव छ भने, तपाईँसँग समर्पण छ भने र तपाईँको भेस्टेड इन्ट्रेस्टले, तपाईँको रुचिले तपाईँलाई ड्राइभ गरेको छ भने तपाईँ सफल हुनुहुन्छ।